काङ्ग्रेस माओवादी सरकार चल्यो, त्यो प्रयोग पनि असफल भयो। फेरि एमाले माओवादी एक ठाउँमा भयौँ, त्यो प्रयोग पनि असफल भइसकेपछि मुलुकलाई राजनीतिक अस्थिरताबाट बचाउन, मुलुकको अर्थतन्त्रलाई गति दिन, मुलुकको बाह्य सम्बन्धलाई अनुकूल बनाउन र जनतामा आशा र भरोसा जगाउनको निम्ति गएको असार 17 गतेदेखि नेकपा एमाले र नेपाली काङ्ग्रेसको बिचमा नयाँ सहकार्य प्रारम्भ भएको बेहोरा यहाँहरू सबैलाई थाहा छँदैछ। त यो बिचमा करिब 7 महिना बितेको छ नयाँ सरकार बनेको। यो 7 महिनाको अवधिमा मुलुकको अर्थतन्त्रले बिस्तारै लय लिन थालेको छ, राजस्व वृद्धि हुन थालेको छ, पुँजीगत खर्चहरू बढ्न थालेका छन्, आयात निर्यात दुवै व्यापारमा वृद्धि भएको छ र सबभन्दा ठुलो कुरा चाहिँ नेपालको निजी क्षेत्रले सरकारलाई विश्वास र भरोसा गरेको छ। हाम्रा समस्याहरूलाई यो सरकारले ठिक ढङ्गले बुझिदिएको छ र अहिले पछिल्लो जुन अध्यादेश मार्फत लगानीको वातावरण अनुकूल बनाउन सरकारले जे कदम चालेको छ त्यसले निजी क्षेत्र उत्साहित भएको देखिन्छ। बिस्तारै अर्थतन्त्र लयमा फर्किनु यो सरकारको एउटा महत्त्वपूर्ण उपलब्धि हो। हामीले यो सरकार आइसकेपछि लामो समयदेखि एक खालको अलपत्र जस्तो परेको सङ्क्रमणकालीन न्यायको विषयलाई पनि अगाडि बढाएका छौँ। सत्य निरूपण मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएर ऐन बनेर पीडकले सजाय पाउने, पीडितले न्याय पाउने एउटा आधार सिर्जना भएको छ। मुलुकको बाह्य सम्बन्धलाई अनुकूल बनाउन सरकार लागि परेको छ। त्यस सन्दर्भमा न्युयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग हाम्रो प्रधानमन्त्रीजीको भेटवार्ता र केही समय अगाडि उहाँले गर्नुभएको चीन भ्रमण, यी दुईटा घटनाले दुवै छिमेकीसँग एउटा सन्तुलित सम्बन्धका साथ मुलुकलाई अगाडि लैजाने र भारत र चीन दुवै जसरी विकासको नयाँ यात्रामा छन्, उनीहरूको विकासबाट नेपाल कसरी लाभान्वित हुन सक्छ, उहाँहरूसँग एउटा विश्वासिलो समझदारी र एउटा बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ, सरकारको ध्यान त्यस कुरामा छ। चौथो, हामीले सहकारी क्षेत्रमा रहेका व्यक्तिहरूलाई त्यसमाथि हस्तक्षेप सुरु गरेका छौँ। यसबिचमा करिब 14,000 पीडितहरूको 1 अरब 57 करोडभन्दा बढी बचत सरकारले फिर्ता गराएको छ। अरू पनि फिर्ता गराउने क्रम सुरु भएको छ। अनियमिततामा संलग्न जो छन्, जुनसुकै पार्टीका हुन्, त्यो कतिपय एमालेका परेका छन्, कतिपय काङ्ग्रेसका परेका छन्, केही माओवादीका परेका छन्, राष्ट्रपका परेका छन्, सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ। केही समय राष्ट्रपका साथीहरूले एउटा न्यारेटिभ, एउटा भाष्य निर्माण गर्ने कोसिस गर्नुभयो कि यो चाहिँ सहकारी पीडितलाई न्याय दिने कुराभन्दा पनि राष्ट्रपाको विरुद्ध सरकार प्रतिशोधको भावनाका साथ चल्यो भनेर। त्यो बिल्कुल गलत कुरा थियो, किनभने मैले अघि नै भने जो दोषी छन् तिनीहरू परेका छन्, त्यसमा सत्ता निकटकै मान्छेहरू पनि परेका छन्। गल्ती गरेका छन् भने जुन औँलामा विष लाग्छ त्यही औँला जस्तो सरकारले निर्ममतापूर्वक गलत गर्नेहरूलाई कारबाही अगाडि बढाइरहेको छ। पछिल्लो समय विकासका कामहरू पनि अगाडि बढ्न थालेका छन्। सारमा नयाँ सरकार आइसकेपछि मुलुकले एउटा लय लिन थालेको छ। तर अब मुलुक स्थायित्वतिर अगाडि बढ्ने भयो, मुलुकको विकास र समृद्धि अगाडि बढ्ने भयो भनेपछि सधैँभरि अस्थिरतामा खेलिरहने र त्यसैबाट बिचौलियाको भूमिका गर्दै लाभ उठाइरहेकाहरूलाई एक खालको बेचैनी जस्तो भएको पनि देखिन्छ। र अहिले कतिपय साथीहरू, कतिपय दलहरू, कतिपय पात्रहरू फेरि एकचोटि अस्थिरताको प्रयासमा देखा परिरहनु भएको छ। त्यसमा सबभन्दा बढी अग्रपङ्क्तिमा अहिले माओवादी अध्यक्षको छवि देखिरहेको छ। सरकारमा छौन्जेल उहाँ देशको अर्थतन्त्र एकदम राम्रो भइरहेको, देश विकासको बाटोमा अगाडि बढिरहेको, निराशाको प्रचार गर्न नहुने देश भन्दै गरेको दिनदिनै त्यही भाषण गर्नु। तर सरकारबाट हट्दाको भोलिपल्टदेखि उहाँले नेपाल अब बङ्गलादेश बन्ने हो भने जस्तो अत्यन्त गैर जिम्मेवार अभिव्यक्ति दिन थाल्नुभयो। कोशीमा उहाँहरूका समेत प्रदेशसभा सदस्यहरू मिलेर प्रदेशसभाले कोशी नामाकरण गरेको हो। हिजो उहाँहरूका सांसदहरूले पनि भोट हाले, तर अहिले आफ्ना स्वार्थका लागि उहाँले फेरि पहिचानवादीहरूसँग हात मिलाउन थाल्नु भएको छ। राजावादीहरूसँग हिमचिम बढाउनु भएको छ र हर बखत सत्ता कसरी टपल डाउन गर्न सकिन्छ, सत्तालाई कसरी चाहिँ बदल्न सकिन्छ, देशको विकासका एजेन्डा भन्दा पनि
निरन्तर सत्ताको खेतीमा लाग्ने र अब अस्थिरताको प्रयास गर्ने काम केही राजनीतिक दलहरू केही नेताहरूबाट यस्तो हुन थालेको छ। तर हामी मुलुकलाई अस्थिरतातिर जान दिन्नौँ, किनभने अस्थिरताको मूल्य हामीले असाध्यै धेरै महँगो चुकाइरहेका छौँ। यो अस्थिरताले गर्दा देशको विकास समृद्धि सबै कुरामा हामी पछाडि परेका छौँ। त्यसो भएर अस्थिरताका प्रयासहरूलाई हामी कुनै पनि हालतमा सफल हुन दिन्नौँ। तेस्रो कुरा, सरकारले भर्खरै केही अध्यादेशहरू ल्याएको छ। त्यसमध्ये 4वटा अध्यादेशहरू देशमा लगानी र व्यवसायको वातावरण अनुकूल बनाउने कुरासँग सम्बन्धित छन्। एउटा सहकारीलाई नियमन गर्ने र सहकारी पीडितहरूको रकम फिर्ता गराउने कुरासँग सम्बन्धित छ भनेदेखि एउटा चाहिँ संविधानले प्रदान गरेको जुन हरेक नागरिकलाई आवासको हक हुनेछ भन्ने जुन संवैधानिक अधिकार छ, मौलिक अधिकार, त्यसलाई कार्यान्वयन गर्नको निम्ति हामीले भूमि सम्बन्धी अध्यादेश पनि लिएर आएका छौँ। पछिल्लो समय भूमि सम्बन्धी अध्यादेशलाई लिएर केही असहमतिका स्वरहरू पनि सुनिएका छन्। म जसले अहिले विरोध गरिरहनु भएको छ उहाँहरूलाई आग्रह गर्न चाहन्छु, उपेन्द्र यादवजीको जसपा नेपाललाई पनि, त्यस्तै गरी प्रचण्डजीलाई पनि, उहाँहरू कहिल्यै पनि हामी उत्पीडितका पक्षका हौँ, उत्पीडितहरूको चाहिँ हित हाम्रो चाहिँ उद्देश्य हो भन्न छोड्नुहुन्न। यदि त्यसो हो भने 4 लाख भूमिहीनहरू जसको एउटा टेक्ने एक टुक्रा जमिन छैन, आकाश उडेर धरती बिछाएर सुत्नुपर्ने पीडामा रहेका ती भूमिहीनहरूलाई आवास चाहिँदैन। आज जसले यो अध्यादेशको विरोध गर्नुभएको छ, त्यो वास्तवमा भन्ने हो भने उहाँहरूले सरकारको विरोध गर्नुभएको होइन, ती भूमिहीनहरूको आवास सम्बन्धी अधिकारको विरोध गर्नुभएको हो। र ती भूमिहीनहरू सधैँभरि नै भूमिहीन रहन्, सडक छेउमा बोरा ओढेर बस्न बाध्य हुन् भन्ने खालको चाहिँ त्यो सन्देश उहाँहरूले दिन खोज्नु भएको छ। यो गलत कुरा हो। त्यसो भएर अहिले भूमि सम्बन्धी अध्यादेशको विरोधमा रहनुभएका सबै दलहरूलाई म आह्वान गर्न चाहन्छु, तपाईँहरू वास्तविक मुलुकको यो वास्तविक समस्यासँग जोडेर सरकारले ल्याएको विरोधको विपक्षमा नहुदिनुहोस्। त्यो धेरै हानिकारक हुनेछ, तपाईँहरूलाई त्यो महँगो पर्नेछ। किनभने भोलि ती पीडितहरूको, ती भूमिहीनहरूको एक किसिमले पीडाले, आँसुले तपाईँहरूलाई चाहिँ पोल्ने पनि छ। त्यो नगर्न म आग्रह गर्न चाहन्छु। अहिले एउटा भाष्य निर्माण गर्न खोजिएको छ कि भूमि सम्बन्धी अध्यादेश ल्याएर हाम्रो पार्टी स्थायी कमिटीका सदस्य र मध्य प्रदेशका इन्चार्ज माननीय लीला श्रेष्ठ पनि आउनुभएको छ। त्यही भन्दै थिएँ, वास्तवमा यो उहाँले एउटा भ्रम दिने कोसिसहरू भइरहेको छ कि यो अध्यादेश ल्याएर सरकारले